संसदमा एक सिट भएका साना दुई दललाई सहभागी गराउँदै आज मन्त्री परिषद विस्तार गर्ने प्रधानमन्त्री दाहालको तयारी। सरकारी निकायमा निजी कानुनी सल्लाहकारका नाममा भइरहेको दुरुपयोग रोक्न महान्यायाधिवक्ता कार्यालय सक्रिय। मुख्य सचिव र सचिवसँग आज संयुक्त छलफल गर्ने। रुसमाथिको प्रतिबन्ध नहटाउन अमेरिकी राष्ट्रपति ओबामाद्वारा नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई आग्रह। र कोपा डेल रे फुटबल अन्तर्गत क्वार्टर फाइनलको पहिलो लेगमा रियल मैड्रिड सेल्टा भिगोसँग पराजित। नमस्कार, कान्तिपुर डायरीका साथमा साथी दिनेश र मधुसूदन। सुरु गरौँ मुख्य समाचारबाट। प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्री परिषद विस्तार गर्दै हुनुहुन्छ। संविधान संशोधनमा अन्य दलहरूलाई सहमत गराउने प्रयासमा प्रधानमन्त्री दाहालले मन्त्री परिषदमा 2 जना मन्त्रीहरूलाई थप गर्न लाग्नु भएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कालाई मन्त्री बनाउन लागि हो। सिंहलाई खानेपानी तथा सरसफाई र खड्कालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिएर आजै शपथ गराउन लागि प्रधानमन्त्री कार्यालयले जनाएको छ। आज थप हुने मन्त्रीसँगै दाहाल नेतृत्वको सरकार 43 सदस्य हुनेछ। दुवैजना मन्त्रीको शपथ राष्ट्रपति भवनमा अपराह्न 2:30 बजेका लागि तय भएको छ। संविधान कार्यान्वयनका लागि राजनीतिक सहमति निर्माण गर्ने प्रयासमा प्रधानमन्त्री दाहालले राप्रपा र फोरम लोकतान्त्रिकलाई समेत सरकारमा ल्याउने पहल गरिरहनु भएको उहाँका सहयोगीहरूले बताएका छन्। सरकारी निकायमा निजी कानुनी सल्लाहकारका नाममा भइरहेको दुरुपयोग रोक्न महान्यायाधिवक्ताको कार्यालय सक्रिय भएको छ। सरकारी निकायमा निजी कानुनी सल्लाहकारका नाममा भइरहेको आर्थिक र अन्य दुरुपयोग रोक्ने बारे महान्यायाधिवक्ता कार्यालयले मुख्य सचिवसहित सरकारका सचिवसँग आज संयुक्त छलफल गर्दैछ। निजी कानुन व्यवसायलाई राज्य कोषमा भार पर्ने गरी सरकारी निकायको सल्लाहकार बनाउने प्रवृत्ति निरुत्साहित गर्ने उद्देश्यले महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठले सरकारको मुख्य प्रशासनिक नेतृत्वसँग छलफल गर्न लाग्नु भएको हो। महान्यायाधिवक्ताको कार्यालय सरकारको कानुनी सल्लाहकार भए पनि सरकारी निकायले निजी कानुन व्यवसायलाई सल्लाहकार बनाएर उनीहरूकै सल्लाहमा निर्णय गर्दा जटिलता उत्पन्न भएको भन्दै त्यसलाई रोक्न महान्यायाधिवक्ता श्रेष्ठले मुख्य सचिव सोमलाल सुवेदी र सरकारका सबै सचिवसँग आज अपराह्न 4 बजे महान्यायाधिवक्ताको कार्यालयमा छलफल आयोजना गर्नुभएको छ। सो अवसरमा कानुनी अडचन रहेका विषयमा निर्णय गर्दा सरकारी वकिलको राय लिनुपर्ने विषयमा सचिवको ध्यानाकर्षण गराइने श्रेष्ठले बताउनुभयो। महान्यायाधिवक्ता श्रेष्ठले सरकारी वकिलको राय नलिएर गरिएका निर्णय उप कानुनी चुनौती आए महान्यायाधिवक्ताको कार्यालयले अदालतमा प्रतिरक्षा नगर्ने विषयमा समेत सरकारका सचिवलाई जानकारी गराउने बताउनुभयो। राजधानीमा हालै भएको सरकारी वकिलको राष्ट्रिय सम्मेलनले आफूहरूको सल्लाह बेगर सरकारी निकायबाट भएका निर्णयको बचाउमा अदालतमा प्रतिरक्षा नगर्ने निर्णय गरिसकेको छ। घोषणापत्रमा उल्लेख गरिसकेको सो विषयमा सरकारका मुख्य सचिवसहितलाई जानकारी गराइने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ। प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको राजधानीमा जारी 23औं एसिया क्षेत्रीय सम्मेलनमा आज अपराध नियन्त्रण सम्बन्धी विभिन्न विषयमा अन्तर्राष्ट्रिय स्तरका सुरक्षा प्रतिनिधिले छलफल गर्दैछन्। काठमाडौँको एक होटलमा हिजोदेखि सुरु सम्मेलनमा नेपाल प्रहरीले भने मानव तस्करीको मुद्दालाई प्रमुखताका साथ उठाउँदैछ। यसका साथै कार्यक्रममा उपस्थित उच्च सुरक्षा अधिकारीले अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका क्रममा प्राप्त अनुभव साटासाट गर्नुका साथै बालबालिका विरुद्ध हुने अपराध, सीमा सुरक्षा व्यवस्थापन, एसिया क्षेत्रमा प्रतिआतंकवाद नियन्त्रणको प्रयास, साइबर अपराध लगायतका विषयमा समेत छलफल गर्दैछन्। यस्तै संगठित अपराधमाथिको कारबाहीको अवस्था, वन्यजन्तु सम्बन्धी अपराध र म्याच फिक्सिङ लगायतका विषयमा पनि छलफल हुने नेपाल प्रहरीले जनाएको छ। विभिन्न 33 राष्ट्रका 132 प्रतिनिधि सहभागी सम्मेलन भोलिसम्म चल्नेछ। यसैबीच इन्टरपोलका अध्यक्ष मेङ होङबीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज भेटवार्ता गर्दै हुनुहुन्छ। बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपराह्न 3:30 बजे हुने भेटमा अपराध नियन्त्रणमा नेपालले खेलेको भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको दल नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा बनाउने तयारी गरेको छ। यससँगै तारा चिन्ह बनाउने बताएको नयाँ शक्तिले सो नपाएपछि आँखा बनाउने तयारी गरेको हो। तारा चिन्ह अर्कै दलका नाममा दर्ता भएकै कारण समस्या परेको नयाँ शक्तिले यसबीचमा चुनाव चिन्हलाई लिएर आन्तरिक बहस चलाएको थियो। बहसबाट आँखा चिन्ह बनाउनेमा सहमति जुटेपछि आज पार्टीको राजनीतिक समितिको बैठक बसेर औपचारिक निर्णय गर्न लागेको पार्टीका प्रचार विभाग प्रमुख खिमलाल देवकोटाले जानकारी दिनुभयो। निर्णय लगत्तै नयाँ शक्तिले नयाँ चिन्ह दर्ता गरिदिन निर्वाचन आयोगमा निवेदन दिने उहाँले जानकारी दिनुभयो।
चितवनको पश्चिमी क्षेत्र चनौलीमा सवारी साधनको ठक्करबाट आज बिहान एकजनाको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार अन्दाजी 3 बजेका समयमा पहिचान हुन नसकिएको सवारी साधनको ठक्करबाट अन्दाजी 40 वर्षीय पुरुषको मृत्यु भएको हो। भित्री सडक र एकान्त ठाउँ भएकाले ठक्कर दिने सवारी साधन भागेको प्रहरीले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसमाथि अमेरिकाले लगाएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभएको छ। व्हाइट हाउसमा आफ्नो 8 वर्ष कार्यकालको अन्तिम पत्रकार सम्मेलनमा राष्ट्रपति ओबामाले युक्रेनको सार्वभौमिकतामाथि रुसको अतिक्रमण नरोकिएसम्म प्रतिबन्ध हटाउन नहुने उल्लेख गर्नुभयो। ओबामाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुस बीचमा शत्रुतापूर्ण सम्बन्ध कायम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको थियो। उहाँले लाखौं अमेरिकी सूचना चुहावट गर्ने सैनिक अधिकारीलाई आफूले दिएको आम माफीको भने बचाउ गर्नुभयो। झन्डै 8 वर्षसम्म अमेरिकी राष्ट्रपति ओबामाको झन्डै 8 वर्ष लामो अमेरिकी राष्ट्रपति ओबामाको कार्यकाल भोलि सकिँदैछ। नवनियुक्त राष्ट्रपति ट्रम्पले भोलि शपथ ग्रहण गर्दै हुनुहुन्छ। अफ्रिकी मुलुक गाम्बियाका राष्ट्रपति याया जाम्मेलाई सत्ता छोड्न दिएको समयावधि आज सकिएको छ। यद्यपि समयावधि सकिए पनि उहाँले पद छाड्नु भएको छैन। सन् 1994मा कु गरेर सत्ता चलाइरहेका जाम्मेले गत महिना सम्पन्न चुनावी परिणाम अस्वीकार गर्दै सत्ता हस्तान्तरण नगर्ने अडान लिनुभएको छ। राष्ट्रपति जाम्मेलाई चुनावी हार स्वीकार गरी सत्ता छाड्न दबाब दिने प्रयास स्वरूप सेनेगलले आफ्ना सैन्य फौजलाई गाम्बियाको सीमा क्षेत्रमा तैनात गरेको छ। गाम्बियामा सत्ता हस्तान्तरण गराउनका लागि सेनेगलले कारबाहीको नेतृत्व गरेको छ भने उसलाई नाइजेरिया र पश्चिम अफ्रिकी अन्य मुलुकहरूले साथ दिइरहेका छन्। गत महिना सम्पन्न चुनावका विजेता याङमा बारोलाई सत्ता हस्तान्तरण गरी शपथ ग्रहण गराउनका लागि पश्चिम अफ्रिकी मुलुकले जाम्मेलाई मध्यरात समयको समयावधि दिएका थिए। अब खेल प्रसङ्ग। पोखरामा जारी 15औं संस्करणको आहा गोल्ड कप फुटबल प्रतियोगितामा आज झापा 11 र एएनए युएस बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार अपराह्न 2:15 बजे पोखरा रङ्गशालामा सुरु हुनेछ। अमेरिकामा बसोबास गर्ने नेपालीको क्लब एएनए पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो। आफ्नो खेलको पूर्व सन्ध्यामा पोखरामा पत्रकार सम्मेलन गर्दै सो क्लबका कप्तान प्रलय राज भण्डारीले आहा र गोल्ड कपमा सहभागिता मनोरञ्जनका लागि मात्र नभएको भन्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताएका छन्। यससँगै हिजोको खेलमा धरान फुटबल क्लबले एपिएफलाई 1-0 पराजित गरेको थियो। सेभिल्लासँग पराजित भएसँगै 40 खेल लामो अपराजित यात्रा टुङ्गाएको रियल मड्रिड कोपा डेल रे कप फुटबलको पछिल्लो खेलमा समेत पराजित भएको छ। सन् 1915 को नोभेम्बरपछि पहिलो पटक लगातार 2 खेलमा पराजित हुने क्रममा मड्रिड कोपा डेल रे कप प्रतियोगिता अन्तर्गत क्वार्टर फाइनलको पहिलो लेगमा गैराती सेल्टा भिगोसँग 2-1 स्तब्ध भएको हो। मड्रिडको ग्रे मैदानमा भएको पहिलो लेगमा लागो आसपासको गोलबाट 64 मिनटमा सेल्टा भिगोले अग्रता लिएको थियो। तर त्यसको 5 मिनटपछि नै मार्सोलोले मड्रिडका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। 65% खेल आफ्नो नियन्त्रणमा राखे पनि मड्रिड 1 मिनट नबित्दै अर्को गोल खान पुगेको थियो। 70औं मिनटमा कास्ट्रो अटोले गोल गरेपछि पहिलो लेगमा सेल्टा भिगो जित निकाल्न सफल भएको हो। उता अफ्रिका कप अफ नेसन्सको पछिल्लो खेलमा क्यामरुनले गुएना बिसाओलाई 2-1 पराजित गरेको छ। पहिलो पटक प्रतियोगितामा सहभागी गुएनाले ब्रिचो सिल्भाको गोलबाट खेलको 13औं मिनटमा अग्रता लिए पनि दोस्रो हाफमा 2 गोल फर्काउँदै 4 पटकको च्याम्पियन्स क्यामरुनले जित निकालेको हो। अर्को खेलमा भने बुर्किना फासो र गाभोनले 1-1 गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। फ्रान्सका रिचर्ड गास्क्वेट र चेक रिपब्लिकी क्यारोलिना लिस्कोभा अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्। आज बिहान भएको खेलमा अर्जेन्टिनाका कार्लोस बेर्लोकमाथि 3 सेटमा समान 6-1 को जित निकाल्दै 18औं वरियताका गास्क्वेटले तेस्रो चरणमा स्थान बनाए। अन्य खेलमा विजय हुँदै जर्मन फिलिप कोहेल्सेवर र स्पेनका पाब्लो क्यारोनो बुस्टा पनि अघिल्लो चरणमा प्रवेश गरे। महिला एकलतर्फ 5औं वरियताकी लिस्कोभाले रसियन अन्ना लिन्कोभालाई 6-0 र 6-2 को सोझो सेटमा पराजित गरिन्। बेलायती जोहाना कोन्टाले जापानकी नाहोमी ओसाकालाई पराजित गर्दा रसियन एक्टेरिना माकारोभाले पनि तेस्रो चरणमा स्थान बनाइन्। अर्को खेलमा फ्रान्सकी क्यारोलिना गार्सियाले आफ्नो देशकी ओसिन डोरिनमाथि सङ्घर्षपूर्ण जित निकालिन्। पुरुष तथा महिला एकलतर्फ अहिले पनि विभिन्न प्रतिस्पर्धाहरू भइरहेका छन्।
इन्डिया र इङ्ल्यान्ड बीचको दोस्रो वनडे क्रिकेट आज हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:15 बजे कटाकमा हुनेछ। महेन्द्र सिंह धोनीले कप्तानबाट राजीनामा दिएपछि पहिलोपटक विराट कोहलीको नेतृत्वमा मैदान उत्रिएको इन्डियाले 3 म्याचको सिरिजमा 1-0 को अग्रता लिएको छ। पहिलो खेलमा 3 विकेटको जित निकालेको इन्डिया दोस्रो खेल समेत आफ्नो पक्षमा पार्दै सिरिज हत्याउने दाउमा छ। 5 म्याचको टेस्ट सिरिज 4-0 ले हारेको भ्रमणकारी टोली इङ्ल्यान्ड भने इन्डिया भ्रमणमा पहिलो जितको खोजीमा हुनेछ। उता अस्ट्रेलिया र पाकिस्तान बीचको तेस्रो वनडे क्रिकेट सुरु भएको छ। पर्थमा घरेलु टोली अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पाकिस्तानले केही बेर अघि ब्याटिङ थालेको छ। 5 म्याचको सिरिज 1-1 को बराबरीमा छ। मोहम्मद हफिजको कप्तानीमा रहेको पाकिस्तानले दोस्रो वनडेमा 6 विकेटको जित निकालेको थियो भने पहिलो म्याच अस्ट्रेलियाले 92 रनले जितेको थियो। हवस् त कान्तिपुर डायरीको यो बुलेटिन अहिलेलाई यहीँ सकिन्छ। हाम्रो अर्को बुलेटिन 10 बजे हुनेछ। साथी दिनेश र मधुसूदनलाई अहिलेलाई बिदा दिनुहोस्। नमस्ते।